यो एनपिएल सिजन 2 को रौनक सबै खतरा देखियो टिमहरू है। विराटनगर किङ्स पनि खतरै भएर आएको रहेछ होइन। कता कता सुदूरपश्चिम रोयल्स अनि विराटनगर किङ्स फाइनलमा पुग्छ कि जस्तो पो लाग्यो। अन्त अरू पनि खतरै छन्, काठमाडौँ पनि खतरै रहेछ। पोखराको चाहिँ 2टा हार भयो होइन। जनकपुर बोल्ड्सले पछि पछि राम्रो गर्छ पोहोर जस्तै। सुदूरपश्चिम रोयल्स अहिले राम्रो गर्दैछ, फाइनलसम्म पुग्छन् होला। अब फाइनलै त अब के भनौँ, जित्छ कि जित्दैन। पोहोर त अब जित्छ जस्तै लागिरहेको थियो। तर विराटनगर किङ्सको चाहिँ टिम सेटअप चाहिँ दामी लाग्यो है मलाई। लुम्बिनी लायन्स पनि ठिकै छ, रोहित पौडेलको 1 जित निकालिसकेको छ होइन। कर्णालियाक्स, चितवन राइनोस भनौँ होइन, सबै ठिकै लाग्यो, खतरै छन्। को पुग्ला त फाइनलमा गाइज, कमेन्ट गर्नु त। कसले जित्ला, ट्रफी कसले उचाल्ला।